हामी यो गल्ली हिँड्दैछौँ होइन। यहाँ एकजना छौरी दुईजना छपरी गल्ली गल्ली अनि के हो यस्तो फोहोर सफा गर्नु पऱ्यो है। ए यस्तो फोहोर सफा चाहिँ गर्नुपर्छ। So hey guys, welcome back to my channel with a new vlog. So आज हामी जानु लागेको असन हेलो केटी भेट्नु जानु लागेको होइन। सो यहाँ हेर्नु टमाक राजा रक्सी आगर हेर्नु न भयो। अब हामी जानु लागेको होइन। मेरो कस्तो ड्रेस अहिले बजिरहेछ ड्रेस कस्तो अहिले कति बजिरहेछ ड्रेस कस्तो छ म भनिदिन्छु छपरी टपरी 7:30 अहिले अझै बजिरहेको छ 7 रातिको। अब हामी 8 बजेतिर निस्किन्छौँ यहाँबाट होइन। हामी अब टक्क खै किन जानु भएको मलाई पनि थाहा छैन। घुम्न जाने म भ्लग बनाउने। सो यहाँ हाम्रो सल्टी हेर्नु न ल हामी म एकैछिन भेट्छु। सो अब हामी जाने होइन भान्जा मेरो सानो भान्जा खोकी लागेछ होइन। हामी अब टक्क निस्किने बेला भयो। अब निस्किन्छौँ हामी पनि एकैछिनमा। ल भेटौँला बाटोमा। अब आजको नाइट भ्लग मेरो आउँदैछ ल। 2000 years later. सो अब हामी जान लाग्यो अँधेरो भइसक्यो। म बत्ती बालेर भ्लग बनाउँदैछु होइन। अब टक्क राति भयो हामी निस्किने बेला भयो। टक्क अँधेरा छ ल ल। सो हामी अब निस्किनु लागेको होइन। गेटबाट टक्क गेट भइहाल्यो। आयो गाई हुनुहुन्छ यहाँ त्यहाँ दुईवटा छपरीहरू कुरिरहेछ। हामी अब टक्क जान्छ। सो हामी आयो गल्ली गल्ली। यहाँ दुईजना छपरी तिनवटा यहाँ एउटा दुईवटा तिनवटा जहिले के बोले भाइ अब के बोले मिनाको भ्लगमा मेरो भ्लग मिना जहिले तर म मान्छे मनको सफा छु है। हो चुरोटको भने कालो न कालो भयो होला त्यो होला तर मनको सफा राडीमा कता जहिले छपरी हो क्या मेरो भ्लगमा। जुन भ्लगमा नि आएकै हुन्छ होइन। मलाई एडिट गर्न नि आउँछ नि त। छ्या मिस फायर म पलाप छ्यान्डी प्लाट कस्तो हिँड्छु यसो नि त। सो हामी आयो गल्ली गल्ली चौक चौक अँधेरोमा है। हेलो म गोरो मान्छेलाई धेरै देखाएन भेडाको त कुरै छोड्दैन त्यसो। छपरी भन्न ओ बत्तीले म गोरो देखेँ गोरो। आइ म हङ्ग्री हो क्या हैन आई एम ह्यान्डसम ओ देखेँ ए म तगडा हो नि तगडा। हामी टक्क हिँड्नेछौँ अब राति राति यताको भन्दा नि असन र ठमेलको भिडियो आउँछ है त गाइज। भनेपछि तपाईँ स्याल म त मान्छे हो जम्मै जनावरै जनावर छ नि अरे। यस्तो ठाउँमा जनावरलाई नपस्ने होला है ठमेल एरियामा। जनावरमा पस्दैन हुँदैन नि दाइ मन छु म नि भाडामा 500 रुपियाँ तेल छ भित्र हो कि ठमेलको एरिया गल्ली गल्ली सडक कङ्राङ कुङ्रुङ कोइरीहरू छ के। अब सेपमा भन्नुपर्छ न त सुन्छ फेरि बेजतीहरूले आएर उडेर हान्ला भन्न डर। हाम्रो दाइहरू ठमेल बताल यता गयो भने सिधै तल पुग्छ हामी असना के उसमा केटीहरू नाचेर पो जान्छ त यहाँ। किन यता हामी डाँडामा त्यसपछि मरेसी डाँडामा हो क्या। ये क्या बक रहे हो मादरचोद? ये बात आपने अच्छी कही है।
यो के हो यो लाइट हो देख्न मिल्छ टेक्न मिल्दैन नि दाइ बहार आएको एउटा तपाईँ ठमेल आउनुहुन्छ नि तपाईँ केही पनि नगर्ने सोझो भनेको यहाँ एकदम बाठाउनुपर्छ रे दाइ मलाई नि रमाइलो लाग्छ यस्तै चाहिन्छ छपरी छपरी टाउको नि त्यस्तै माला रे पाइन्ट छपरीलाई छपरी नै भनेर के भन्नु भन्नु त मलाई लाग्दैन ठिकै छ मेरो पनि दिन आउँछ रोक्नु न तपाईँले कपडा लुगाइदिएपछि नाङ्गो त भइहाल्छ हेलो हाई मैले जति मन पर्छ पनि मिठो लगाएर हजुरहरूलाई एकदम मिठो किन म तितो कहिले बोल्दैन म्याचिङ मात्रै बोल्नु होइन त एकदम यो काम छैन कि मान्छे है म काम छैन हजुर त्यही त हो नि जहिले मेरो भ्लगमा आउँछ मुख छाड्दै जान्छ है पोग्नी म एउटा मात्रै फाल्छु पोग्नी एउटा मात्रै होइन अगाडिको मिलेन ला के अरे आँटाको पुरी उठ्दैन भयो पोग्नी भनेको मै हो बसन्तको पास नै आयो त्यो रातलाई मान्छेहरू ठमेलमा आएर होइन सुनाएको होला कि बेइज्जती ठिकै छ केही छैन भन्नलाई म त अब खानेकुरा किन्नु पर्ने खोइ त चटपटे के थाहा त मलाई यहाँ एउटा कुखुरा बोकेर जाऊँ न रोस्ट खाने रोस्ट ए रोस्ट खाने लगेर गल्ली हिँडिरहेको छ हामी गल्ली र चोक यत्रो गल्ली ठमेलमा आउँछ होइन म्याकरी यस्तो अब के भन्ने हो र केही छैन त मुती ठाउँ भन्न भाइ हिसाब चाप्यो गाई छु भन्नु गाईकै कुर रबर बाँधिदिनु न दिएँ नि त 50% छ पास नै आउँदैछ घरमा साह्रै मैले भेनाइ त नि यार नाइट इन द थमेल टक्कर थमेलबाट हामी निस्क्यौँ भेना भने के जान्छ त तिमी दिदी आएन थमेलबाट निस्क्यो अब असन गल्लीतिर होइन त्यो धेरै भएको नि भाइ किनेरै खाने हामी चाहिँ अब होइन चटपटे खाना बस्दैको चटपटे खाने टक्कर लाएर हामी चटपटे खाने अब त्यसपछि यसो कपडा सपडा किनौँ अनि जाने कि यसो हामी अब धनी त परेन त्यही भएर यस्तो होलसेलमा आएको है होलसेलमा अब कपडा किन्ने टक्क म त सोरुमै किन्ने भन्न नमिल्ने पैसा ल चटपटे खाने अनि मेदाक हुनुहुन्छ दाई हामी सटरको गाडी भराएको बसिरहेको भयो गाई छपरी भनेको मैले हो कपरी भने नि मैले हो छपरी भने नि मैले हो कक्री चाखेर हाम्रो चटपटे आयो चटपटे पानी अनि चटपटे हामी हेर्नु न भनाङमा बसेको होइन चटपटे खाने अब खानु चम्चा दुइटा मात्रै हो चाक यस्तो दुख्छ नमिठो होइन म पछाडि राखेँ कि नमजाले ओह्रालोमा चलाउने होइन नि रातो चटपटी आयो अहिले चाहिँ ए 2 थरीको अघि भर्खरै सेतो अहिले रातो
तान्दिनु न पानी पिरो भयो हामी बदाम खाएको बदाम सकिसक्यो अब भिडियो बनाएर हेलो कहाँ आइदियो नासा 10 बजे आइदिनु भने बोला 9 बजे हामी यो गल्ली हिँड्दैछौँ होइन यहाँ एकजना छोरी दुईजना थपी गल्ली गल्ली के हो यस्तो फोर सफा गर्नु पऱ्यो है ए यस्तो फोर सफा चाहिँ गर्नुपर्छ हामी टक्क आइपुग्यो होइन स्थानमा 200 यतातिर हेर्नु अलि उता नि छ र त्यहाँ छैन नि ए बजार लागेको मेला होइन कपडा हेर्नु न कपडा डडम डडम पानीपुरी चटपटे आलु पुरी सो हामी कपडा सपडा किनेर होइन मैले नि यो तातो किनेँ अनि कपडा सपडा किन्यो होलसेलमा पर्फ्युम किन्यो फगको होइन होइन अनि टक्क हामी अब जाँदैछौँ त्यति एउटा मात्रै ल्याए तिमीले अब घर जानु पऱ्यो राति 9 बजे तर केही देखाउन त पाएन त्यही पनि ठिकै छ यहाँभन्दा धेरै राम्रो हाल्न नि हुँदैन होइन फेरि म भाइरल हुन्छ ल म एकछिनमा भेट्छु आजै मात्रै हो नगरेको टक्क होइन आयो टक्क तातो भात छ हामीलाई बजे भोर के माफिला त हामी फोटो हान्दैनौँ न यता सो अब हामी अँधेरोमा छ है सो हामी अँधेरोमा छौँ होइन अघि मुद्देको होइन यो त बिन्नु पऱ्यो अब सो यति नै भन्नु त केही पनि छैन भन्नु पनि भनिसक्यो सो फाइनली गाइज हामी चाहिँ आइपुग्यो होइन टक्क ट्र्याक मैले यही किनेको होइन ट्र्याक किनेँ यो किनेँ होइन छब्री जस्तो यसो एक दुईवटा पर्फ्युम किन्यो त्यही हो अब भ्लग कस्तो छ कमेन्ट गर्नु मन परेमा लाइक गर्नु त्यही पनि गर्नु मन नपर्ने अनि लाइक सब्सक्राइब गर्नु थ्याङ्क्स फर वाचिङ गाइज होइन ल त्यति नै हो अब अर्को भ्लगमा है त भेटौँला